गाइस वेलकम ब्याक टु माई च्यानल र म चाहिँ अब धेरै एक वर्ष भयो भिडियोहरू नबनाएको र आजदेखि चाहिँ मैले सुरु गर्दैछु फाइनली होइन। त्यस्तै भएर बिचमा भिडियोहरू बनाएन। साथीको यता व्हाइट फिल्डमा सामान छोडेछ र म चाहिँ अब चार्जर छोडेछ यो पुऱ्याउनु जाँदैछु मेरो साथीको म चाहिँ रुमबाट है। अनि मैले आज चाहिँ हेलमेटमा यो पनि लगाएको छु हो रक्कै फोन स्ट्यान्डहरू पनि हेर्नुहोस् होला। मेरो माउथ स्पिकर चाहिँ हराएर रड्याक्स भइदिइरहेको छ। अब म चाहिँ रेडी भएर चक्कै छटाक टुडुक भएर निक्लिने छु। ल गाइस अब म भने चाहिँ रेडी भइसकिसकेँ है। अब रेडी भइसकिसकेर टक्कै यहाँ फोन हालेर अब चाहिँ लागिन्छ बोलेको सुन्छ सुन्दैनौ हेर्नुहोस् होला। र म चाहिँ यहाँबाट निक्लिसकेको छु। अब एन्टोक इधर है यहाँ पे अभी मैं निकल रहा हूँ घर से। अभी मैं व्हाइट फील्ड का तरफ जा रहा हूँ। अभी बेंगलोर का यार्ड पहाड़ बहुत ज़्यादा है। अभी इधर तो बहुत ज़्यादा जाम है। मैं इधर से जा रहा हूँ भाई, बहुत खराब है रास्ता इधर तक। ये शॉर्टकट रास्ता है व्हाइट फील्ड जाने का। हल्ला तो गरेर आउँछ यार। इधर बहुत जाम है बेंगलोर में। व्हाइट फील्ड का रास्ता है नाराथली बेंगलोर मणिपुरा से। ये हाईवे है बड़ा हाईवे रोड। बहन का हट बे कौन है बे तू? अब यहाँबाट टिकटहरू भएको रुम भएको मामाहरू चाहिँ हालिसक्यो इन्तजार गरिरहेको छ। तो गुलो बाइक ले यार गाने पुइने में यहाँ से नहीं हो नहीं वो वहाँ पैसा होला भिडियो बनाउँदै नि त लगे आजदेखि थालेको ब्लग बनाउनु। आजदेखि ब्लग गर्नु थालेको। यस कान्छा ठिकै छौ? 1200 छुट्टी जो त्यो चाहिँ मेरो सुल्टो हो। उसको चार्जर ल्याउन आएको थियो। लु पैसा होला छोटा पैसा हाल्छ के गर्नु लु भन है। अब लिएर आएँ हो। यो किचन चाहिँ पहिला सबसे बेङ्गलोर आउँदा फर्स्ट मैले काम गरेको। यो किचनमा चाहिँ आज चाहिँ यहाँ नेपालको भाइ हुनुहुन्छ रहेछ नयाँ। अब साथी चाहिँ तपाईँ रुममा रहेछ हल्का लात हाल्छ गएर अब त्यसलाई पैसा हाल्छु भनेपछि किन बोलायो? तिमी आउँदैन उसको लागि फेरि जान्छ सुत्ता खाइदैन। ढाँट्यो भनेपछि पैसा हाल्छु भनेर मलाई होइन।
पाइहाल्छ टेन्सन स्यालेरी कता दिँदैछ ल गएको ल तल गएको रुममा 500 उयो बनाइराख न यहाँ अलरेडी क्यान्सल भइरहेको के लानु रुक न म सरले सोधिदियो के गर्छ सरलाई सोधेको नदिए भन्छ नि नसोधिकन लु पेक गरिहाल नि लानु पेक गर त लु सडक्क चाउमिन बनाउँदा एउटा के अर्डर टिपेर हिँड्ने के अर्डर कहाँ चल्ने अर्डर टिपेर के अर्डर लगेर गइदिउँ खोइ केही छु के छु पहिलाको मालिक चाहिँ म यही हो होटलको चाहिँ याद गरिरहेको म्यानेजर है म चाहिँ ल एउटा साथी चाहिँ तल रुममा रहेछ त्यो भएको गएर आउँछु एकछिन तल रुममा एक दुई लाख पड्काएर आउँछु ल त्यो रुममा चाहिँ अब पहिला नै बेङ्गलोर फर्स्ट आउँदाखेरि बसेको हो काम गरेर है साथी चाहिँ सुतिरहेको चाहिँ अब नङ्ग्रे हान्छु यसलाई ल ओइ ओ छुडी लात पड्काउँ भनेर आएको उठी भएर आएको रहेछ सुतिरहेको अन्त पहिलाको हाम्रो पुरानो रुम ल भाइ सुत्दै गर लाग्यो अब टाटा त्यसो गर्नुपर्छ ल अब सल्लाह चाहिँ त्यस्तै भयो हो म चाहिँ लागेको फोन किनिस् भन्छ नि ओपै निकाल ल गएको म ल म चाहिँ अब यहाँबाट निक्लेको गाई चाहिँ मेरो रुमबाट पर के बनाउँदैछ केटाहरूले रुममा हेरेँ पर दोकानमा के बनाइदियो त्यो लगेर रुम जान्छु उसले लोक सोधी दिइहाल्यो हो पैसा चाहिँ निकाल न कहाँ छ पैसा पैसा भइएको थिएन सुत्दै जाँदा उल्टा दिइरहेको न मलाई सुत्ता खाने जान्छु मैले त 500 लग्यो त्यो राति सुत्ता खाने दाम कति लिन्छ जान्छ राति त्यो सोल्डा दिन आएको नि मैले वाइन सपमा राखेर एउटा दारु खाने भने 200 कति लिएर त्यो प्रोको त्यही छिले भने गाडी भाडा मोमो दी पठाउनु के हुन्छ त्यो मोमो मैले बेकारमा छिले हुन्छ लगाएको ल तपाईँ भने पैसा काट्छु मेरो फर्स्ट काटेको त्यही दिनको गाडी भाडा गएको ल बाइक गएको ल म चाहिँ अब यहाँबाट लाग्दिएको रुम तरफ केटाहरूले नुडल्स बनाइदिएछ अब म चाहिँ यहाँ आएर पनि फर्केको हो वेस्टिङबाट अब म चाहिँ रुम तरफ मैले चाहिँ अब भिडियोहरू पनि पहिलाबाट पनि बनाउँदै गएको थिएँ बिचमा अब त्यति हुन्छ होला है त्यही भएर चाहिँ मैले छोडिदिएको थियो अन्त अब अहिले यहाँ फेरि मलाई हल्का बनाउनु मन लाग्यो अब चाहिँ कन्टिन्यू हुन्छ प्रायः जस्तो रेगुलरली बनाउँछु कन्टेन्टहरू पनि तपाईँहरूको लागि राम्रो लिएर आउँछु सोचिरहेको छु अब अहिले चाहिँ कन्टिन्यू नै आउनु चाहिँ अपडेट गरिरहनु बिचमा त्यस्तै भएर अब अलिकति सानो झन्डै चिज खायो हो अलिकति एक मिस्टेक भयो होला 15 हामी चिज खाइदिनु यहाँ त अब ढिलो त गर्नु भएन यहाँ त 15 हानिदिन्छ तिर गयो हानिदिन्छ हो त्यो स्विच कुद्नु पनि पिरलो लेट कुद्नु पिरलो छिटो कुद्यो भने अगाडि काँधी हानिने दर ढिलो कुद्यो भने फन्ड हानिदिने दर तिनीहरूकोलाई ट्याक्स हो त्यही भएर चाहिँ अलिक पापा हिँड्दो रहेछ छोराछोरीहरूलाई ट्याग राखेर अब बेङ्गलोरको जाम भनेको भने चाहिँ दिउँसो घाममा चाहिँ सिधै हस्पिटल एडमिट भइहाल्छ हुन्छ खतरा जाम तर जस्तो जे भए पनि बाहिरको लाइफ भन्दा चाहिँ अब मलाई चाहिँ गाउँ बस्तीको लाइफ मजा लाग्छ गाई चाहिँ गाउँ बस्तीमा भनेको चाहिँ अब रमाइलो हुन्छ रमाइलो पनि भयो एउटा फेरि गाउँमै पनि हो
टाढो आएर चाहिँ अब टेन्सन हुन्छ अर्काको देशमा कामहरू गर्नु पनि के हो आफ्नो जाने भने त अब गऱ्यो भने त गाउँमा पनि पैसा त्यति कमिने नै हो मैले यसो बुझ्दा चाहिँ जाने भने चाहिँ गाउँमै पनि कमिन्छ पैसा बाहिर आउनै पर्छ भन्ने पनि छैन अब बाहिर आयो भने चाहिँ मान्छेहरू सोच्छ भनेर सोचिहाल्छ हो अलिकति मान्छेहरूको थिङ्किङ गलत हो क्या गाउँमै पनि बसेर राम्रो हो गर्नु चाहिँ मलाई लाग्छ कि जस्तो मामाहरू कोही हामी आउँछ टिकटबाट के भन्नु यसको पनि कोही जाने रहेछ रमाइलो न म सेकेन्ड टाइम रुम पनि गएँ हो चाहिँ अब रुम पुग्नु आँटेको है फाइनली अब रुम आइपुगिसकेँ है र हजुरहरूलाई नेक्स्ट भिडियोमा भेटौँला